त्यहीबाट नै सुरु हुन्छ मौलिक सङ्गीत र त्यहीबाट नै त्यही मौलिक सङ्गीत नै तपाईँ हाम्रो जीवनको उन्नत जीवनको समुन्नत जीवनको सुन्दर जीवनको र सुखी जीवनको मूल कारक बन्न सक्छ। मलाई त्यस्तो लाग्छ, मेरो दाबी होइन यो, मलाई त्यस्तो लाग्छ। त्यसकारण तपाईँको मन नरम्ने सङ्गीतले तपाईँलाई प्रभाव पार्न सक्दैन। जहाँ तपाईँको मन रम्दछ त्यसकारण तपाईँ त्यहाँ मिसिनु पर्दछ। जहाँ तपाईँ मिसिनु भएको छ त्यसले तपाईँलाई पक्कै पनि आनन्द दिन्छ। र सङ्गीतको मूल ध्येय भनेको श्रमलाई साधित गर्नु हो, अर्थात् जीवन र श्रमलाई सहयोग गर्नु, सुन्दर बनाउनु र त्यसलाई उच्च सौन्दर्यमय बनाउनु चाहिँ सङ्गीतको मूल प्रयोजन हो। त्यसो भएको हुनाले जीवन, श्रम र सङ्गीतका बिचमा अन्योन्यासित सम्बन्ध छ। छुट्याउन सकिँदैन त्यसलाई। तपाईँको चेतना छुट्याएर के गर्नु? तपाईँ स्वयं दिनदिनै चाहिँ छिनछिनमा हरेक श्वासमा हरेक ढुकढुकीमा तपाईँ सङ्गीतको अनुभूति गरिराख्नु भएको छ। तपाईँको शरीरले सङ्गीतलाई चाहिँ चलाइरहेको छ भने तपाईँले त्यहाँबाट मुक्त हुन चाहेर पनि मुक्त हुन सक्नुहुन्न। अब अन्योन्यासित सम्बन्ध भनेर मैले एउटा शब्द प्रयोग गरेँ। मैले त्यसलाई एउटा 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 शब्दको चाहिँ म शब्दको एउटा खेल खेल्न खोजिरहेको छु। त्यहाँ म, त्यहाँभित्र म पनि छ। जीवन, श्रम र सङ्गीतलाई मको खेलका रूपमा मौरी, मह र महिमा जस्तै एकअर्कासँग जोडिएको मान्दछु, मैले पाउँदछु। म जीवन एक प्रकारले मौरी हो। मौरीले श्रम गर्दछ र मह उत्पादन गर्दछ। मौरीले श्रम गरेर उत्पादन गरेको मह महिमायुक्त नहुने हो भने त्यसको के अर्थ? गुण, विशेषता, उपयोगिता महभित्र नहुने हो भने न मौरीको अर्थ छ। मौरी पनि अरिङ्गाल बनिन्छ, हेर्नुहोस् त, मौरी पनि झिँगा जस्तै बनिन्छ। यदि उसले उत्पादन गरेको रसमा मानवीय जीवनका लागि लाभकारी, उपयोगकारी अथवा हितकारी गुणहरू नहुने हो भने मौरीको महको के अर्थ? त्यसो भएको हुनाले जीवन, श्रम र सङ्गीत मौरी, मह र महिमा जस्तै एकअर्कामा अन्तर सम्बन्धित छन् र यिनले स्वबोधमा पनि, परबोधमा पनि, वर्गबोधमा पनि, विश्वबोधमा पनि चारवटा तहहरू मैले बताएँ। स्वबोधमा एक्लै हुँदा आँखा चिम्लेर तपाईँ एक्लै कोठाभित्र बसिरहँदा वा एक्लै सोचेर आफूभित्र मात्र केन्द्रित रहँदाखेरि पनि तिनटेको महत्त्व छ। स्वबोधमा, परबोधमा पनि महत्त्व छ। मान्छे जस्तै यहाँ मैले यसो देखिरहेको छु, कृपया माफ गर्नुहोला, फरक क्षमता भएका दुईजना सरहरूलाई मैले देखिरहेको छु यहाँ। यदि म गलत छैन भने तपाईँ हामी त मान्छेलाई अनुहार हेरेर थाहा पाउँछौँ, आकृति हेरेर हामी चिन्दछौँ। आँखा जसको दृष्टि सायद मलाई, यदि मैले तपाईँलाई सम्बोधन गरेँ भने तपाईँले हो भनिदिनुहुन्छ? हजुरलाई हो। उहाँसँग दृष्टि भनेको यो आँखा, बाहिरी आँखा चर्मचक्षु भनिन्छ। बाहिरी आँखा जसको अनुहार, रङ्ग आदिका आधारमा मान्छेलाई छुट्याउन सक्ने उहाँले त्यो गुण नभए पनि उहाँले, मलाई जहाँसम्म लाग्छ, एउटा ऊर्जालाई अनुभूति गर्न सक्नुहुन्छ जुन तपाईँ हामी आँखा लगाले अनुभूति गर्न सक्दैनौँ। ऊर्जाको बोध, गन्धको बोध, ध्वनिको बोध तपाईँ हामीभन्दा कैयौँ गुणा उहाँसँग हुन्छ। उहाँले ऊर्जाको बोध गर्नुहुन्छ र व्यक्ति चिन्नुहुन्छ। त्यसो भएको हुनाले उहाँभित्र परबोधको चाहिँ जुन क्षमता हो उहाँभित्र पनि छ, हामीभित्र पनि छ, सबैसँग छ। स्वबोधमा पनि, परबोधमा पनि, वर्गबोधमा पनि भनिसकेँ मैले आपको। वर्गबोध समान विचार वा परिस्थिति भएका मान्छेहरूको समष्टि, समूह भनेको वर्ग हो। उस्तै उस्तै जीवन छ, उस्तै उस्तै सोच छ, उस्तै उस्तै अनुभूति छ र उस्तै उस्तै जीवन पद्धति छ। त्यही हो वर्ग भनेको।
वर्ग जटिल छैन, तर वर्ग समाजमा वर्ग छ। वर्गलाई कसैले हटाउँछु भनेर पनि सक्दैन। कसैले वर्गबोध अथवा वर्गीय चिन्तन राख्नेहरूलाई हटाउँछु भनेर पनि सक्दैन। किनभने स्वयंमा समाजै स्वयंमा वर्गमा विभाजित छ भने विभाजित छ भनेर चाहिँ त्यो वर्गलाई बोध गर्ने चेतनालाई चाहिँ हटाउँछु भनेर मिल्दैन, सकिँदैन पनि। वर्गबोधमा पनि जीवन, श्रम र सङ्गीत तिनटैको तालमेल छ, अनुनासिकता छ र विश्वबोधमा पनि यो छ। विश्वबोध भनेको समग्र मानव बोध हो, मानव जातिको बोध हो, प्राणी बोध हो। प्राणी बोध मात्र नभएर ब्रह्माण्ड बोध पनि हो। तपाईँ हामीसँगै छ ब्रह्माण्डको अंश मस्तिष्कमा। तपाईँ हाम्रो मस्तिष्क ब्रह्माण्डको एउटा एकदमै मिनी चिप्स हो। हामीले प्रयोग गर्न सक्ने हो भने ब्रह्माण्डको तहसम्म यो पुग्छ त। मबाट मैले किन कसरी ब्रह्माण्ड शब्द प्रयोग गरेँ त? ब्रह्माण्ड शब्द त मैले प्रयोग नै गर्न नसक्नु पर्ने हो नि। यत्रो ठुलो ब्रह्माण्डलाई कसरी शब्दमा उतार्न सक्या? सबैले सकिन्छ। हामीसँग हरेक व्यक्तिसँग एउटा ब्रह्माण्ड बोकेर हिँडिरहेका छौँ हामीले। त्यही कारण हाम्रो चेतनालाई, हाम्रो सोचलाई, हाम्रो विचारलाई, हाम्रा कर्महरूलाई एकदमै फराकिलो पनि बनाउन सक्छौँ हामी, एकदमै सानो पनि बनाउन सक्छौँ हामी। कत्रो सोच र कत्रो सोच बनाउने, कत्रो मस्तिष्क बनाउने भन्ने कुरा हामीमा निर्भर गर्दछ। त्यसो भएको हुनाले हामी जीवनलाई सुन्दर बनाउने बाटोमा त्यही अनुसारको चिन्तन, त्यही अनुसारको विचार र विचारधारामा विश्वास गर्दछौँ। आफ्नो मात्र होइन, समाजको, अरूको र समग्र मानव जातिको उन्नति र सुन्दरताका लागि जीवन, श्रम र सङ्गीत तिनटै चिजलाई एकअर्कामा अन्तर सम्बन्धित बनाउनु र ती तिनटालाई सिक्ने हो भने एकचोटि परिकल्पना गरौँ। जीवनबाट श्रम झिकिदिउँ, के हुन्छ? जीवनको अस्तित्व रहँदैन, जीवन समाप्त हुन्छ। जीवन र श्रमबाट सङ्गीत झिकिदिउँ। घाँस काट्दाखेरि हामीले काट्दाखेरि पनि र विशेष गरी भने मैले पनि घाँस काटेको हुँ। विशेष गरी मैले महिलालाई लक्षित गर्न खोजिरहेको छैन। महिलाहरूले हातमा चुरा लगाएर घाँस काट्दाखेरिको एकचोटि सङ्गीतलाई अनुभूति गर्नुहोस् त। श्रम र जीवनबाट सङ्गीतलाई मुक्त गराउन सकिँदैन। पछि गाउने, नाच्ने, त्यसलाई अझ साधना गर्ने, सुन्दर बनाउने, यी त हाम्रो श्रमबाट, साधनाबाट त्यसलाई अझ सौन्दर्यको अभिवृद्धि र जीवनको उपयोगितालाई अझ निखार ल्याउने प्रयत्नहरू मात्र हुन्। ती प्रयत्नहरूबाट हामीले जीवनलाई सुन्दर, सम्भव, व्यवस्थित र आनन्दमय बनाउनु र जीवनको यी अनेक संसारका समग्र वाद, विधि, पद्धति, सिद्धान्त, दर्शन आदि सबैको एउटा कम्तीमा एउटा लक्ष्य के हो भने जीवनलाई उच्चतम आनन्दयुक्त वा उच्चतम सुन्दर बनाउने प्रयत्नहरू नै हुन्। र जीवन, मानवीय जीवनलाई विशेष गरी उच्चतम आनन्दयुक्त र सुन्दर बनाउनको लागि जीवनमा श्रम र सङ्गीतको अपरिहार्य आवश्यकता छ। यिनीहरूका बिचमा अन्योन्याश्रित सम्बन्ध छ। मैले अब वर्गसँग कसरी जोडिन्छ? सङ्गीत वर्गसँग कसरी जोडिन्छ? मैले कार्यपत्रमा लेखेको छु। म एउटा उदाहरण